टोक्यो त्यो चाहिँ मलाई त्यो हातले निकालिरहनलाई अलिकति मन नपरे जस्तो भयो कि मलाई टेन्सन चाहिन्छ कि म नुहाएर क्रिम लाउनु पर्यो भनेर गएको टोनर उठाएको त सकिएको रहेछ ओके भनेर सेरम खोजे यो पनि सकिएको रहेछ त्यसपछि अर्को सेरम चलाउँछु भनेर हेरे त्यो पनि सकिएको रहेछ अर्को टोनर त छ क्लेरेन्सको भनेको त त्यो पनि सकिएको रहेछ व्हाट या सबै सकिएको रहेछ Yes, I'm sad. Hello, Yushan. Hello and namaste. Welcome to another video, guys. Ani आज फेरि एउटा नयाँ भिडियो लिएर आएको छु फुल डे मम मेरो पहिलाको आउच टोक्यो अच्छा टोक्यो युशान अब अलिकति खुसी भएछ किनकि युशान टिदिङ हुँदैछ चारवटा दाँत आउन लागिरहेछ उसको आई मिन लाइक माथि अन टप दुईटा है त्यो अलि फसी फसी छ अनि टाइटल हेरेर पनि थाहा पाउनु भयो होला भिडियो के को लागि हो भनेर हैन इट्स काइन्ड अफ फन भिडियो है लिटरली मेरो रियाक्सन वाज अलि यो जस्तो भिडियोमा देखाएको छ त्यस्तै नै थियो होला कि लाइक सिरियसली सबै कुरा एकैचोटि भन्ने भएको थियो कि मलाई होइन अनि थाक्कस हो अनि एउटा भिडियो बनाइहालौँ न त भनेर चाहिँ म यो भिडियो लिएर आएको छु तपाईहरुको सामु यस सो हियर इज द प्याकेज मेरो सामान आइपुग्यो अर्डर गरे हैन यस्तो छ इट्स नट इजी हार्ड भन्दिनँ तर इट्स नट इजी सो के मेरो छोराले मलाई भिडियो बनाउन दिन्छ त आई डोन्ट नो सो त्यो गर्नुभन्दा अगाडि let me introduce my son officially in the video in the vlog अलि ठुलो भइसकेपछि hello he is Yushan Gurung आज कति तारिक हो 2 अब 10 दिनमा उ 11 महिना पुग्नेवालामा छ and I love him so much. So as you guys know मेरो previous video हेरेर that I quit my job. I am now with no job, jobless, हैन हेर त यस्तो छ and so here is my package अनि आज चाहिँ गर्ने हो हामी unboxing video with मेरो छोरा so let's do the unboxing so यही हो मेरो प्याकेज है अब आको अनि मैले चाहिँ after so many years of using makeup products हैन भन्नाले त्यस्तो धेरै त हैन whatever हैन त्यस्तो त हैन तर पनि what I realized is skin care is more important than makeup so मैले मेकअपमा पैसा फाल्न छोडिसके अनि स्किन केयरमा चाहिँ इन्भेस्ट गर्न सुरु गरे भन्दा नि प्रायोरिटी दिन थाले म स्किन केयर चाहिँ अब पहिलेदेखि सधैँ नै गरिरहने हो हैन अब आई हैव बीन युजिङ द सेम प्रोडक्ट फर सो मेनी इयर्स हैन त्यो देखाएको प्रोडक्टहरु अलिकति एक्सपेन्सिभ छ तर लङ लास्टिङ हुन्थ्यो अनि तर अनफर्चुनेटली जब छोडे जब अहिले काम छैन भने सबै कुरा एकैचोटि सकिन्छ हो कि अब पहिला देख्दा पनि रियलाइज भएन अहिले काम छोड्यो भने बित्तिकै त्यो देख्ने बित्तिकै ओ माय गॉड अरे सिरियसली कति पर्नेवालामा छ भनेर चाहिँ मलाई टेन्सन भयो जस्तै भयो हियर इज माय प्याकेज के अर्डर गरे त सो यही हो मैले अर्डर गरेको सामानहरु त्यो मेरो पहिला मैले चलाइरहने भन्दा यो अलिकति डिफरेन्ट छ अलिकति सब्स्टिट्युटमा गए म किनकि तिनीहरु चाहिँ अलिकति महँगो नै पर्यो अनि अहिले मलाई त्यति पैसा खर्च गर्नु मन पनि लागेन दो थ्यांक यू भेरी मच सन्दीप गुरुङ फर स्पोन्सरिङ दिस products to me है मसँग पैसा नभएन मसँग पैसा छ
छ मसँग पैसा तर मलाई खर्च गर्न मन लागेन कि अनि मेरो यस्तो अलिकति पपी आइज गरेर अनि सन्जु गुरुङलाई गरेको नि ओके भने अनि हाउ आई एक्सपेक्टेड हिम टु रियाक्ट but how he reacted. But never mind, as long as he paid for my thingy and I have got my things, I'm happy. Alikati filmy expectation, filmy reactions or say no, it's not from my husband. That's up on the back. Who is my bulera bossa, right? जबसम्म भुल्छ जबसम्म भुल्दैन म उसलाई चेन्ज गराउँछु सो फर्स्ट थिङ फर्स्ट यो एस्टे लडरको नाइट रिपेयर सेरम हो हैन यो मैले चलाएको हो एकचोटी कति वर्ष अगाडि फ्यु इयर्स ब्याक अनि मलाई मन परेको थियो तर अनि म स्विच गरेँ मैले टु ल्यान्डकम चलाएको यो ल्यान्डकम जेनिफिक चलाएको त मैले म यहाँ आएको 5 वर्ष दुबईमा आउँदाखेरि नै 2-3 वर्ष चलाएको सो 8 इयर्स भइसक्यो त्यो मैले त्यो जेनिफिक चलाएको हैन तर त्यो चाहिँ 115 ml को 165 पाउन्ड पर्ने क्या हिजो अस्तिसम्म चाहिँ मैले यो हेर्थेन हेरे पनि आई डोन्ट नो मैले किनेकै रहेछ त्यस्तो रियलाइजै भएन कि लाइक त्यो महँगो थियो भनेर हैन आई नो त्यो महँगो थियो तर किन्नु पर्छ भन्थ्यो पे गर्थे हिँड्थ्यो नि त अनि अहिले चाहिँ लाइक एमएल पनि हेरे प्राइस पनि हेरे एन्ड दिमाग हल्लायो अनि सो अनि यो चाहिँ मैले 75 ml को लिएके हैन यसलाई पनि 115 पर्छ सो बेस यस्तो हेर्यो भने यु नो दुईटालाई एउटै प्राइस पर्छ होला हैन तर यो सबै एसोसबाट मगाउन मलाई सजिलो हुन्थ्यो कि किनकि मेरो नेक्स्ट डे डेलिभरी छ अनि मलाई कुर्नु मन पनि लागेन अनि डिफ्रेन्ट ठाउँबाट किन्नु मन पनि लागेन अनि सबै कुरा एउटै ठाउँबाट गर्छु भनेर इजी हुन्छ भनेर सो यो गरे मैले 75 ml को अनि प्राइस इज आई नो तर these are good investment for my skin I know अनि त्यसपछि अलि long lasting पनि हुन्छ भनेर पनि मैले have to do it so one the second thing is Laneige Go face wash cleanser हैन अनि यसको प्राइस हो yeah तर यो 250 हो यो पनि डेफिनेटली यो पनि धेरै लङ लास्टिङ हुन्छ हैन जे पनि मैले चाहिँ अलिकति लङ लास्टिङ हुन्छ भनेरै किनेको छु है सो 250 ml and this cost me this is so the second is face wash third one yo Corex ko I don't know how you pronounce this brand है Corex okay Cosrx okay whatever अनि यसको चाहिँ मैले रिभ्युजहरु टन्नै देखेको थिए यो एसेन्स को हैन यसको मैले मोइस्चराइजर चाहिँ चलाएको छु हैन एउटा बट्टा चलाएको थिए त्यसको मैले मोइस्चराइजर चाहिँ चलाएको छु त्यो राम्रै थियो अनि त्यो चाहिँ मलाई त्यो हातले निकालिरहनलाई अलिकति मन नपरे जस्तो भयो के ओन्ली द डाउन साइड अफ दैट क्रीम सो मैले यो एसेन्स वाला एसेन्स लिए सो पम्प गर्नुलाई इजी हुन्छ इजी टु युज अनि it's not easy but so I'll continue with you Shan अनि यसको चाहिँ so सब बेनिफिट्सहरु अनि यसको रिजल्ट्सहरु आई थिंक सबै एउटै नै हो त्यो क्रीम र मोइस्चराइजर र यो एसेन्स को सो मैले यो चाहिँ ट्राई गर्नको लागि लिए अनि व्हाट एल्स अर्को या मेरो टोनर पनि सकिएको थियो अनि मैले अर्को लिएँ टोनर पनि सकिएको थियो अनि यो एस्टे लडर को टोनर फर ड्राई स्किन अनि यसको प्राइस हो मैले चाहिँ यो मेरो फर्स्ट टाइम हो एस्टे लडर को मैले चलाउन खोजेको मैले पहिला क्लेरेन्स को त्यो क्यामोमाइल भन्ने चलाउँथे धेरै वर्ष है अनि त्यसपछि यहाँ आएपछि चाहिँ मैले त्यो भेटेन अनि त्यसपछि अर्कै त्यही क्लेरेन्सकै अनि ड्राई स्किनको लागि भन्ने चलाएको थिए है अनि त्यो राम्रै थियो मलाई अनि त्यो पनि सकिएछ तर मैले अर्को एउटा यो लेनेजको पनि ट्राई गरेको थिएँ के टोनर
त्यो पनि सकेछ माइ गॉड सबै सक्यो त्यो पनि सकेछ कि क्यान यु बिलिभ द्याट लेनेसको मलाई ठिकै लाग्यो त्यो चाहिँ त्यस्तो विधि मन परेको हैन मलाई त्यति साह्रो अलिक मन परेको भए मैले त्यही कन्टिन्युटी गरिदिन्थेँ होला है अनि सो मैले यो स्टिल अर्डरको ट्राई गर्नुको लागि भनेर यो लिगे so this is my I think 4th product अनि अर्को एउटा लास्ट हो MAC को सेटिङ स्प्रे को प्राइस yes अनि यो पनि त्यही हो मैले चलाएको हो राम्रो थियो पहिला हैन तर मैले खासै चलाउने त हैन तर आई रिमेम्बर कि त्यो टाइम यो सेटिङ स्प्रेहरु चलाउँदाखेरि मेरो स्किन अलिक ग्लो गरे जस्तो लागेको थियो त्यतिखेर म यङ पनि थिएँ अनि त्यसपछि सेटिङ स्प्रे चलाउँदा अलिक मेरो स्किन ग्लो गरे जस्तो लागेको थियो कि आफ्टर मेकअप हैन अनि सो एक्सपेक्टिङ द सेम रिजल्ट अनि यो फेरि मैले किने कि यो 100 ml को so these are the products I bought 1 2 3 4 and 5 यो 5 वटा प्रोडक्ट मैले पर्यो के भयो किन मैले भने नि उ अलि ट्विलिङ हुँदैछ त्यो भएर नि कतै पछि भयो त्यो चाहिँ मेरो छोरा सो यही 5 वटा प्रोडक्ट हो मैले किनेको अनि दिस कस्ट मी 200 कति हो यो मैले अस्ति नै अर्डर गरेर आइसकेको थियो अनि एउटा भिडियो बनाम भनेर कुरिरहेको थिएँ है यो अब यो सकिसकेपछि फेरि सन्डे पुरो भन्नुपर्छ किन त भए कसले स्पोन्सर गर्छ मलाई ल हेर न टोक्नु खोज्छ कि ऊ बताए हजुर मलाई टेन्सन चाहिन्छ के चिज अगाडि ल बच्ची यो मम्माले छानो त्यति नै हो भिडियो प्लिज डु लाइक शेयर एन्ड सब्सक्राइब माई च्यानल अगाडि भन्नुपर्ने हो थ्याङ्क यू भेरी मच फर वाचिङ होल भ्लग अनि यति भन्दै अर्को भिडियोमा भेटौँला बाई